हेलो नमस्ते गुड मर्निङ सबैजनालाई फेरि पनि मेरो टिकटकबाट र मेरो बिजनेस पेजबाट हामी आज हाम्रो दिन चाहिँ यसरी सुरुवात हुँदैछ। के हुँदैछ बुढो? कफी खाँदैछु। कफी खाँदै हुनुहुन्छ? म पनि कफी चाहिँ खाँदिनँ तर तातो पानी चाहिँ खान्छु। यसरी हाम्रो दिन चाहिँ आजको दिन चाहिँ यसरी सुरुवात हुँदैछ। अब मेरो कति धेरै लिचुहरू आउनुभएको छ र लिचुहरूसँग कुरा गर्नुपर्नेछ। अनि आज चाहिँ मेरो होलिडे हो नि त, त्यही भएर म घरमै छु है। अनि घरमै बसेर आफ्नो कामहरू अनि गर्नेछु के छ होइन। अनि मेरो बिजनेसमा पनि कति एभ्री डे म ग्रो भइरहेको छु अनि लर्निङ भइरहेको छ, सिक्ने क्रम जारी नै छ। अर्निङ त अब भइ नै हाल्छ होइन। अब एउटा बिजनेसमा बसिसकेपछि अनि कतिलाई थाहा छ होला हामी चाहिँ डिजिटल बिजनेस पनि गर्छौँ है। सो अरू दिनमा चाहिँ म 9 to 5 जब पनि गर्छु अनि अरू मलाई जुन टाइम सुइटेबल हुन्छ त्यति बेला चाहिँ मैले बिजनेस रन गर्छु। तर आज म घरमा छु। मैले मेरो धेरै लिचुहरू आउनुभएको छ, उहाँहरूसँग कुरा गर्नेछु अनि होइन। कसरी हुन्छ दिनमा मेरो उद्देश्य चाहिँ के हो भने चाहिँ दिनमा एकजनालाई भए पनि मैले हेल्प गर्न सकूँ होइन, सहायता गर्न सकूँ भन्ने चाहिँ उद्देश्य हो। अनि आजको सानो निर्णयले भोलि गएर बिग सक्सेस त अवश्य हुनेछ, त्यही कामना गर्दछु। अनि केही छ भन्ने? डिजिटल बिजनेस चाहिँ एउटा सिस्टमेटिक, यो चाहिँ एउटा प्रुभन सिस्टम हो। अनि जहाँ चाहिँ तपाईँहरू जोड्न सक्नुहुन्छ र तपाईँहरू के जिज्ञासा छ फर्दर यसको बारेमा जोड्ने इच्छा छ भने चाहिँ रचना श्रेष्ठको पेजमा गएर तपाईँहरूले त्यो भिडियोहरू हेर्न सक्नुहुन्छ। अनि हाम्रो वेबसाइट रहेको छ www.rachanaandsinge.com मा गएर पनि हजुरहरूको रेजिस्टर गर्न सक्नुहुन्छ है त। फर्दर रिच आउट गर्नुहोस्। सबैले हेर्नु होला र तपाईँहरू के जिज्ञासा छ, साँच्चै नै केही गर्ने इच्छा छ भने तपाईँको लाइफमा फर्दर के सोचिराख्नु भएको छ भने तपाईँले जोड्न सक्नुहुन्छ। बाई बाई हो त्यही है। अब आजको सानो निर्णयले भोलि गएर बिग सक्सेस हुनेछ। यो चाहिँ होल डे काम गर्नुपर्छ भन्ने चाहिँ होइन, आफूलाई जुन टाइममा सुइटेबल हुन्छ त्यति बेला गर्ने हो। अनि यसमा चाहिँ एकदम सजिलो छ है, अमेजिङ प्लेटफर्म छ। हजुरहरू पनि जोडिन सक्नुहुन्छ, यो हजुरको लागि पनि हुनसक्छ। बाई बाई।